फाइनली क्रिसमस पनि आयो अनि क्रिसमसको तामझाम पनि सुरु भइसक्यो कालिम्पोङ बजारमा। सेन्टाले हामीलाई गिफ्ट दिने टाइम पनि आयो। हाई एभ्रिवान, मेरो नाम चाहिँ सुरक्षा अनि वेलकम ब्याक टु माई अनदर एपिसोड अफ डेली भ्लग। एज युजुअल मेरो दिनको स्टार्ट चाहिँ हुन्छ ब्ल्याक कफी विदाउट सुगर। यो बिना चाहिँ मेरो अहिले लाइफै चल्दैन जस्तो छ। त्यसपछि रेडी भएर मेरो आज धेरै काम थियो, एउटा सरप्राइजिङ कुरा पनि आउन आँटेको छ हैन, तपाईहरुको सामने छिटै ल्याउँछु। अनि त्यसको लागि चाहिँ म कहीँ जाने पनि वाला छु। यही सो गाइस, म चाहिँ यहाँ आइपुगिसकेँ हैन। मेरो चाहिँ एउटा काम थियो, त्यसको लागि चाहिँ आएको थिएँ हो। नोभेल्टी आइपुगिसकेँ म। नोभेल्टी त्यो छ ट्रेन्ड्स। म चाहिँ गएको यहाँनिर केही अलिक ठुलै प्लानिङ गर्दैछु मैले मेरो लाइफमा सेकेन्ड स्टेजको लागि चाहिँ। अनि त्यसकै लागि आजको दिन बितिरहेको छ। आइपी गएर एक कप कफी अनि आफ्नै साथ टाइम स्पेन्ड गरेर त्यसपछि घरको लागि केही सामानहरू ल्याउनु थियो। अन्त यहाँनिर होलसेलमा गएँ, त्यहाँनिर केही कुराहरू किनेर अलिअलि हेरेर स्पेसली तालाहरू ल्याउनु चाहिँ गएको थिएँ म। त्यहाँ चाहिँ एकदमै महँगो होइन, यतिको पनि 100हरू भन्दै थियो। त्यही भएर लिन त्यहाँबाट अर्कै जग्गाबाट लिएँ। अन्त मैले स्कुटी चाहिँ यहाँनिर राखेको थिएँ। त्यसपछि आएँ ब्याङ्कमा, आएर मेरो काम गरेँ होइन। यति भिड थियो ब्याङ्कमा पनि, आजको दिन यसरी बित्यो। अन्त हाट बजार आएर चिकनहरू किनेर सब्जीहरू किनेर चाहिँ यहाँनिर चाहिँ यस्तो स्पेसल देखिए। अन्त मैले आफूलाई रोक्नै सकिनँ भिडियो नबनाएँ होइन। भिडियो बनाएँ। सेन्टा पनि यहाँनिर हेरिरहनु भएको थियो होइन। आई विस अनि आई होप कि यो पालिको क्रिसमस अनि सेन्टाले चाहिँ मलाई यति मैले सोचिरहेको कुरा चाहिँ फुलफिल गरिदियोस् भनेर, त्यसको लागि मैले कोसिस गरिरहेको छु होइन। छिटै आउने पनि वालामा छ। तपाईँहरूले एकदमै वेट गरिराख्नुहोस् होला। त्यो कुराको लागि चाहिँ म पनि एकदम एक्साइटेड छु। त्यसपछि आज किनेको कुराहरू चाहिँ म देखाउँदैछु। कम्ती अलिअलि ल्याएको थिएँ त्यहाँ होलसेलबाट। अन्त डिनरमा चाहिँ दिदीले चाहिँ खाइसक्नु भएछ हो। अनि मलाई चाहिँ अलिकति केही खानु मन पर्यो चटपटा, त्यही भएर चाहिँ यहाँनिर मैले यसरी बनाउँदैछु। एकदमै हेल्दी पनि अन्त एकदमै मिठो पनि हुन्छ हो। तपाईँहरूले ट्राई गर्नुहोस्। यो चाहिँ यस्तो टेस्टी भएको थियो। यहाँनिर चाहिँ इन्ग्रेडियन्ट्सहरू चाहिँ मैले अलिक भुलिएँ होइन, यो भोइस ओभर चाहिँ राति गर्दैछु त्यही भएर। सो गाइस, तपाईँहरूले पनि ट्राई गर्न सोध्नुहुन्छ अनि म भन्छु एकदमै हेल्दी हो यो चाहिँ।